सिन्धुपाल्चोक जिल्लाको एउटा दुर्गम गाउँ भोटेचौर। चारैतिर हरिया पहाडहरू, बीचमा बग्ने सानो खोला र टिनका छाना भएका केही घरहरू। रामबहादुर यही गाउँमा जन्मेका थिए। गरिबी उनको घरमा स्थायी पाहुना थियो। उनका बुबा हर्कबहादुर गाउँको खेतबारीमा ज्यालादारी मजदुरीको काम गर्थे र उनकी आमा माया परिवारको पालन पोषण गर्न घर घरमा भाडा माझ्थिन्। रामबहादुर बाल्यकालदेखि नै सङ्घर्षसँग परिचित थिए। बिहान सबेरै उठेर गाई र बाख्रा चराउनु, पानी बोक्नु र त्यसपछि च्यातिएको झोलामा किताब लिएर स्कुल जानु यो उनको दैनिकी थियो। स्कुलका धेरैजसो विद्यार्थीहरूले उनलाई गरिब भएकोमा घृणा गर्थे। उनका जुत्ताहरू पुराना थिए, लुगा सधैँ च्यातिएका थिए, तर उनको आँखामा एउटा अनौठो चमक थियो, सपनाको आँखा। एक दिन शिक्षक गोपाल सरले कक्षामा सोध्नुभयो, तिमी ठुलो भएपछि के भन्न चाहन्छौ? कसैले डाक्टर भने, कसैले इन्जिनियर, सबै हाँसिरहेका थिए। अन्ततः रामबहादुरको पालो आयो। उनले अलिकति डराएका तर दृढ स्वरमा भने, सर, म ठुलो भएपछि मेरो परिवारलाई गरिबीबाट मुक्त गर्न चाहन्छु। कक्षा कोठामा एक क्षण मौनता छायो। गोपाल सर मुस्कुराए। त्यो मुस्कान रामबहादुरको जीवनको पहिलो ठुलो प्रोत्साहन बन्यो। तर सपना देख्न सजिलो थियो, पुरा गर्न गाह्रो थियो। कक्षा 10 उत्तीर्ण गरेपछि रामबहादुरले आर्थिक अभावका कारण स्कुल छोड्नु पर्यो। उनका बुबाको स्वास्थ्य बिग्रन्दै गइरहेको थियो र उनकी आमाको कमाइले परिवारलाई सहयोग गर्न गाह्रो बनाइरहेको थियो। त्यसैले 18 वर्षको उमेरमा रामबहादुर काम खोज्न काठमाडौँ गए। काठमाडौँ उनको लागि नयाँ संसार थियो। ठुला भवनहरू, भिडभाड र अपरिचित अनुहारहरू। सुरुमा उनले होटलमा भाँडा माझ्ने काम पाए। बिहान 6 बजेदेखि राति 10 बजेसम्म काम गर्दा उनको शरीर थाक्थ्यो, तर उनको मनले हार मानेन। काम सकिएपछि उनी होटलको कुनामा बसेर सडकको छेउबाट उठाएका पुराना किताबहरू पढ्थे। होटलका मालिक सुरेश श्रेष्ठले एक दिन उनलाई सोधे, यति थकित भएर पनि किन पढिरहनुहुन्छ? रामबहादुरले जवाफ दिए, साउजी, कामले पेट भर्छ, तर शिक्षाले भविष्य प्रदान गर्छ। त्यो जवाफले सुरेशको मन छोयो। उनले रामबहादुरलाई साँझ कम्प्युटर तालिम लिन मद्दत गरे। रामबहादुरले कम्प्युटर सिके, धेरै चाँडै। केही महिनामै उनी आधारभूत डेटा प्रविष्टिदेखि एक्सेलसम्म सबै कुरामा निपुण भए। तर सङ्घर्ष त्यहाँ समाप्त भएन। एक दिन होटल बन्द भयो। रामबहादुर बेरोजगार भए। त्यो रात उनी सस्तो कोठामा बसे र धेरै रोए। तर बिहान उठ्दा उनले आफैलाई भने, म लडेर जित्नेछु, रोएर होइन। त्यसपछि उनले एउटा सानो साइबर क्याफेमा जागिर पाए। त्यहाँ उनले इन्टरनेट, डिजाइन र अनलाइन कामको बारेमा सिके। राति उनी घर फर्किए र युट्युब र निशुल्क पाठ्यक्रमहरू मार्फत आफ्नो सिप सुधार गर्न जारी राखे। उनले गाउँका किसानहरूको लागि अनलाइन बजारको बारेमा सोच्न थाले। केही वर्षपछि उनले एउटा सानो स्टार्टअप सुरु गरे, हाम्रो खेत नामक अनलाइन प्लेटफर्म, जहाँ किसानहरूले आफ्नो उत्पादन सिधै सहरमा बेच्न सक्थे। सुरुमा धेरैले उनलाई विश्वास गरेनन्। कसैले भने, गरिबको छोरा, यति ठुलो काम, तिमी यो गर्न सक्दैनौ, यो त सपना मात्र हो। तर रामबहादुर पछि हटेनन्। उनी गाउँ गाउँ गएर किसानहरूलाई बुझाए, फोटो खिचे, मोबाइल फोन कसरी प्रयोग गर्ने भनेर सिकाए। बिस्तारै अर्डर आउन थाले। तरकारी, फलफुल, दाल सबै किसानहरूबाट सिधै उपभोक्ताहरूसम्म पुग्न थाले। 1 वर्षभित्रै हाम्रो खेती एप देशभर प्रसिद्ध भयो। किसानहरूको आम्दानी बढ्न थाल्यो। रामबहादुरको आम्दानी पनि बढ्यो। उनले पहिलो पटक आफ्ना आमा बाबुलाई नयाँ लुगा किनिदिए। उनकी आमाको आँखाबाट आँसु बग्यो। छोरा, तिमीले हाम्रो जीवन परिवर्तन गर्यो, उनले भनिन्। केही वर्षभित्रै रामबहादुरको कम्पनीले राष्ट्रिय पुरस्कार पायो। उनको सङ्घर्षको कथा टेलिभिजनमा देखाइयो।
जुन गाउँमा उनलाई कहिल्यै गम्भीरतापूर्वक लिइँदैनथ्यो, आज त्यही गाउँमा उनलाई सम्मान गरियो। एक दिन उनी आफ्नो पुरानो स्कुलमा पुगे। गोपाल सर अझै पनि त्यही थिए। रामबहादुरले मञ्चबाट भने, "म कुनै जादुले यहाँसम्म पुगेको होइन, म हार नमानेर यहाँसम्म पुगेको हुँ।" उनले गाउँका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरे। त्यस दिन धेरै बालबालिकाको आँखामा रामबहादुरको सधैँ जस्तो चमक थियो। दिनदेखि रामबहादुरको जीवन सबै गाउँलेहरूको लागि प्रेरणाको उदाहरण बन्यो। यदि तपाईलाई कथा मन पर्यो भने कृपया भिडियोलाई लाइक गर्नुहोस् र टिप्पणी दिनुहोस्। र यदि तपाईलाई यस्ता कथाहरू हेर्न मन पर्छ भने थप प्रेरणादायी सामग्रीको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।